हिरासतमा बिन्दास दुर्गा परसाई, मजाकमै बित्छन् दिनहरू। तीन कुने घटनामा पक्राउ परेका रविन्द्र मिश्रा र डाक्टर धवल शमशेर राणालाई भेट्न नेताहरू पुगिरहेका छन्, तर दुर्गा परसाईलाई भेट्न चिनिएका कुनै नेता हिरासतमा पुगेका छैनन्। तीन कुनेको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा परसाई करिब एक सप्ताहदेखि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। दुर्गा परसाईलाई पहिलो पटक राज्य विरुद्धको कसुर अन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 12 दिनको म्याद लिएर हिरासतमा राखिएको छ। हिरासतमा राखिएका परसाईलाई तीन कुनेमा भएको हिंसात्मक प्रदर्शनका बारेमा कुनै ग्यालानी छैन, बरु उनी बिन्दास शैलीमा सबै दोष राज्यलाई दिँदै छुट्नेमा आत्मविश्वासी देखिन्छन्। भारतको असममा 28 चैतमा पक्राउ परेर 19 चैतमा काठमाडौँ ल्याउने क्रममा समेत उनले आफै आएको दाबी गरेका थिए। प्रहरीले सरकारी वकिल कार्यालयदेखि अदालत लाने ल्याउने क्रममा क्यामेरा अगाडि मुसुक्क हाँसेर पोज दिइहाल्ने परसाई शैली हिरासतमा पनि उस्तै रहेको प्रहरी अधिकारीहरू बताउँछन्। परसाई पक्राउ परेपछि अदालत जाने क्रममा समेत अन्टो बोलेर हैरान पार्न सक्ने चिन्ता प्रहरी अधिकारीलाई थियो। हुन पनि पक्राउ परेपछि झापाको चन्द्रगढी स्थित विमानस्थलबाट काठमाडौँ ल्याउने क्रममा विमानभित्रैबाट प्रधानमन्त्री केपी ओलीलाई यो फोटो पठाइदिनु भन्दै अभिव्यक्त दिएका थिए। त्यसै किसिमको अभिव्यक्त दिन सक्ने भन्दै प्रहरीले अधिकारीहरूलाई परसाईलाई निकै सतर्क भएर अदालत लाने ल्याउने गरिरहेका छन्। उनको यो शैली हिरासतमा पनि यथावत रहेको प्रहरी अधिकारीहरू बताउँछन्। आफूलाई भेट्न आउनेहरूसँग परसाईले सरकारप्रति निकै आक्रामक भएर बोल्ने गरेको स्रोत बताउँछ। सरकार र नेताहरूको निकै आलोचना गरेको सुनिन्छ। भेट्न आउनेलाई ठट्यौली शैलीमा बोल्ने गर्छन्, परिसर स्रोत भन्छ। दुईजनाको ज्यान गएको तीन कुने घटनाका मुख्य कमान्डर परसाईमा यसबारे समेत कुनै चिन्ता नदेखिएको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरी स्रोतका अनुसार उनलाई भेट्न परिवार र आफन्त हिरासत पुगेका छन्। नियमित जसो आफन्त र परिवारका मान्छेहरू भेट्न हिरासत पुगे पनि राजावादी भनिएका कुनै उच्च तहका नेता अहिलेसम्म परसाईलाई भेट्न नआएको परिसरका एक अधिकृत बताउँछन्।